back to Ferranti Toli Vlogs. In today's vlog, we're starting an unforgettable journey to the heart of the Himalayas, the legendary Annapurna Base Camp. From scenic mountain villages to icy rivers, steep climbs, and breathtaking views of snow-covered peaks, this trek is all about adventure, challenge, and raw Himalayan beauty. So get ready, because this is not just a trek, it's an experience. Let's begin our Annapurna Base Camp journey. Hello guys, अन्त अब चाहिँ हामीले पर्मिटहरु सबै बनाइसक्यो अन्त यो चाहिँ हाम्रो फर्स्ट लन्च इन पोखरा अन्त आज चाहिँ हाम्रोमा यो छ है सायद देखेको छ कि छैन सरी त्यसो यो हो निक्ता खानु थाल्नुभयो राफाल रेडी छ खाना बब्लु अट्याक गरिसक्यो है यो चाहिँ हाम्रो चिकन थाली अन्त वेज बफ छैला हवस् त अब चाहिँ खाना खाएर अब रुम जाएर गएर त्यहाँदेखि चाहिँ रेस्ट गर्ने हो अब चाहिँ फर द टाइमिङ त्यहाँदेखि फेरि इभिनिङमा हामी फेरि यहाँ आउँदैछौँ लेफ्ट साइड है अनि यो चिल गर्नेछौँ गुड मर्निङ फ्रम पोखरा आज हाम्रो नेपालमा डे 2 अनि ट्रेकको चाहिँ पहिलो दिन आज हामी यहाँ गाडी आएको छ अनि हामी यो गाडीमा चाहिँ चढेर फर्स्ट अफ झिनु त्यहाँदेखि झिनुको बाद चाहिँ हामी हिँड्न थाल्नेछौँ है त्यहाँदेखि आई गेस आज हामी अप टु लोवर सिनुवा जान्छ होला अनि लोवर सिनुवामै आजको स्टे हुनेछ अनि यहाँ हाम्रो टिम सबैजना आइसक्नु भएको छ निक्ता चढ्नु हुँदैछ यता जामफल यता हुनुहुन्छ अँधेरोमा के देखेको छैन होला बब्लु यो कुनामा छ अनि अब चाहिँ हामी निस्किने टुवर्ड्स झिनु अब झिनुमा भेटौँला अनि अहिले चाहिँ माछा पुच्छरेमा फर्स्ट लाइट आउँदैछ है अनि अन्नपूर्ण रेन्जमा पनि आउँदैछ कतिको भिजिबल छ त्यो चाहिँ थाहा भएन तर यहाँबाट सायद देख्नुहुन्छ होला भ्यू चाहिँ यस्तै छ है So we have to walk the entire stretch of this pool now. Damn. Woof. Good climb. भ्यू चाहिँ यस्तो छ यहाँ माछा पुच्छरे यो अन्नपूर्णको रेन्ज ओ मजा आयो अब अझै छ छोमरङ पुग्नुपर्छ त्यहाँ लन्च गर्नुपर्छ यहाँ टक्कै सिन हेरिदिनुहोस् ल अनि हामी हिँडेको चाहिँ यहाँ तलदेखिको यो बाटोदेखिको है हिँड्दै हिँड्दै आएको यहाँ यो डल्लै सिँढीहरूको बाटो हिँडिओरिकन यो उकालो जाने है यहाँ छ माछा पुच्छरे यहाँ छु म
फाइनली छोमलुङ आइपुग्यो है फर लन्च हाम्रो फर्स्ट स्टप अनि यसको बादमा हामी लोवर सिनुवा जानेछौँ भ्यू चाहिँ यो हो नि त आशा पुग्छ रे फर्स्ट मिल हाम्रो यता Cheers. अब चाहिँ हामी लन्च गरिसकेर है छोमलुङतर्फ लागेको ट्रेकिङ पोल चेक सबैजना माथि हिँड्नुहुँदैछ है यहाँ एउटा मजाको कुरा देखेँ है कम्प्लेन बक्स रहेछ है जुन चाहिँ हामी प्रायः जग्गामा देखेको छैनौँ अनि हामी अन द वे टु लोवर सिनुवा अनि अब हामी छोमलुङ गाउँतर्फ लाग्दैछौँ है मजा आयो अनि यो एरियामा चाहिँ है छोमलुङमा चाहिँ होमस्टेहरू पनि पुरा छ तपाईँहरू आउनुभयो भने पनि यो जग्गामा रेस्ट पनि गर्नु सक्नुहुन्छ ब्रेकफास्ट लन्च मात्रै गऱ्यो त्यहाँदेखि एकछिन यहाँ चिल गऱ्यो त्यहाँदेखि हिँड्नु पनि सक्नुहुनेछ है सो यहीँ पसलहरू पनि यसरी छ यस्तो अर्नामेन्ट्सहरू छ टुल्सहरू छ हाम्रो ट्रेडिसनल यहाँ चाहिँ फसिल्सहरू पनि छ है यहाँको इन्सेक्टहरूको फसिल्सहरू छ वापस फर्केर आउँछु है मजा गर्दैछ कसै गरेर बेच्नु यस्तो यिनीहरू हजुर ढुङ्गाको पैसा हो ढुङ्गा ल्यायो हजुर यहाँ तपाईँको उयस त्यस्तो मालाहरू पनि पाइन्छ यो पाउँदिनँ यो त ओरिजिनल ए तपाईँको डुप्लिकेट पाइँदैन होला डुप्लिकेट पाउँछ पाउँछ ए योहरू चाहिँ कति छ योहरू चाहिँ कुन चाहिँ ठुलो चाहिँ सानो सानो चाहिँ यो 250 म आउँदा किन्छु है फर्किँदा है हेलो अनि अब हामी यहाँ छोमलुङमा लन्च गरेर ओह्रालो जाँदैछौँ है हाम्रो आजको स्टे लोवर सिनुवा बाटो चाहिँ यस्तो छ बाटो चाहिँ अब यो ओह्रालो गएर त्यहाँदेखि उकालो जानुपर्छ हामी पुग्नुपर्ने चाहिँ यहाँ परको डाँडा है परको डाँडा पुग्नुपर्ने हो हस् त जाउँ पर्मिट देखाउनु पर्ने एरिया चाहिँ यता है छोमलुङ आएर प्यानोरमा गेस्ट हाउस क्रस गरिसकेर है यहाँबाट चाहिँ पर्मिट देखाइवरिकन अब निस्किनु अगाडि है बनाउने होइन है फेरि बनाउनु चाहिँ पोखरामा बनाउनु पर्छ पर्मिट चाहिँ पोखरामा बनाउँछ यहाँ चाहिँ एकपल्ट देखाउनुपर्छ पर्मिट चाहिँ यस्तो हुन्छ फुल फोटो चाहिँ अब हामी हालिदिन्छौँ होला तर यो चाहिँ एकपल्ट फर्स्ट चेकपोस्टमा कटाएपछि चाहिँ यसो डेट र एन्ट्री चेकपोस्ट हुन्छ अब यही देखाउनुपर्छ फर्किँदाखेरि पनि यहीँनिर त्यसै कारण चाहिँ डकुमेन्ट्सहरू चाहिँ नहराउने हामी चाहिँ अब यहाँबाट लोवर सिनुवा जाने है आज यहीँ बस्ने अझै यो माथि जङ्गलहरू सबै क्रस गर्छ अनि आधा माथिबाट आउनु हुँदैछ अनि आधा तल छ अब यो क्रस गरेर उकाल लाग्ने हामी छोमलुङ त क्रस गऱ्यौँ
अनि फाइनली हामी लोवर सिनेमामा आइपुग्यो है भर्खर आइपुग्यौँ हामी अनि आजको स्टे यता हामीले बेसी पुस नगरेको आज किनभने सिधै हामी झिनुदेखिको हिँडेर यहाँ आयौँ सो हामी आज यहीँ स्टे गर्नेछ अनि अब उपरान्त अहिले छिनमा अब एकछिन रेस्ट गर्ने है अब भरे भेटौँ हेलो गुड मर्निङ फ्रम लोवर सिनुवा आज हाम्रो ट्रेकको डे 2 है अनि फ्रेस मर्निङ मजाको हावा चिसो हावा अन्त अहिले चाहिँ हामी ब्रेकफास्टहरू गरिवरिकन अब हिँड्न गइरहेको छौँ है अनि भ्यू चाहिँ देख्नु हुँदैछ तपाईँहरूले यही भइवरिकन आएको है अनि अब हामी जानुपर्ने चाहिँ हो यहाँ उकालोमा छ है यो बाटो भइवरिकन यो गाउँहरू भइवरिकन निस्किने छौँ हामी चाहिँ है हस् त सबैजना रेडी हुँदैछ अनि अब हामी चाहिँ गएको अन्त हामी चाहिँ अन द वे टु अप्पर सिनुवा अनि अन द वे हामी हल्ट गरिरहेको छौँ ड्रिङ्क ब्रेक किनभने निकै हिँड्यो हामी अनि निकै एल्टिट्युड पनि चढ्यो देख्नुहुने नै छ तपाईँले भ्यू यहाँबाट कतिको एल्टिट्युड हामीले कभर अप गरिसकेको छौँ यहाँ देख्नु हुँदैछ यसरी भेडा गाईहरू चढाउने गर्छ यहाँको लाइभलीहुड त्यही हो अनि मजा आउँदैछ अब यो बाटो भएर हामी यो उकालो डाँडा भइवरिकन हामी अप्पर सिनुवा पुग्नेछ अनि बाटो हिँड्नु पर्ने चाहिँ यस्तै नै छ है अहिले चाहिँ हामी जाँदैछौँ अप्पर सिनुवा अनि अगाडि हुनुहुन्छ हाम्रो निक्ता त्यसको अगाडि छ बब्स त्यसको अगाडि छ जम्फाल म यहाँ सेकेन्ड लास्टमा छु अनि पछाडि छ योग्यले पनि भिडियो बनाउँदैछ है भ्लग पनि लागि खिच्दैछ हामी अनि अब यो बाटोबाट चाहिँ अप्पर सिनुवा पुग्छ हामी चाहिँ लोवर सिनुवा बसेको थियौँ अनि अप्पर सिनुवामा पुगेर चाहिँ नेटवर्क हुँदैन अरे सो हामी चाहिँ अप्पर सिनुवाबाट एकपल्ट चाहिँ अब हाम्रो स्टे हिमालय नवदेउराली है त्यहाँ चाहिँ स्टेमा चाहिँ फोन गर्नेछौँ अनि चाहिँ कन्फर्म गर्नेछौँ है अनि यहाँ माथि देख्नुहुँदैछ तपाईँले माछा पुच्छरे अनि माछा पुच्छरे चाहिँ तल हामी बसेको जग्गाबाट चाहिँ देख्नु सकेको थिएनौँ तर अहिले चाहिँ उकालो आउँदै गर्दैछ है देख्नु थाल्यो हामीले हस् त अब फेरि अन द वे बिचमा भेटौँला हेलो फोक्स अनि हामी यहाँ अप्पर सिनुवा आइपुग्यौँ है अब यहाँ सिन ब्रेक गर्ने छ हुन चाहिँ यो बाटो हिँडेर आएको है देख्नु हुँदैछ यो बाटो आउनु हुँदैछ अनि अब माथि गएर एकछिन हल्ट गर्ने हो अनि सिउ हेलो गाइज अन्त अब चाहिँ हामी सिनुवा क्रस गऱ्यौँ अनि हामी चाहिँ ब्याम्बूतर्फ अहिले जाँदैछौँ है ब्याम्बूमा चाहिँ मोस्ट प्राब्ली लन्च गर्नेछौँ अनि पुसिङ टुवर्ड्स देउराली बाटो चाहिँ यस्तो छ अब चाहिँ अलिकति प्लेन है प्लेन इन द सेन्स इन्क्लिनेसन चाहिँ ब्याक छ है यहाँ चाहिँ बाँस बनाउनु लास्टै टोको बनाउनु हुँदैछ अनि अब लेट्स गो
on the way to Bamboo from Sinua. Let's go. Just look at the view, man. It's so amazing. ल गाइज भ्लगमा चाहिँ एउटा नयाँ मान्छेको अनुहार आयो अब बोल्नुको लागि र म हो बृहत राई यो भ्लगको न्यू कमर र हामी चाहिँ यहाँ माछा पुच्छरेको अगाडि आइपुगेको छौँ र मजा आइरहेछ मेरो 2टा स्टिक छ यो स्टिक कस्तो इम्पोर्टेन्ट रहेछ भनेर आज चाल पाएँ मजा आइदिरहेको छ ब्रो यो हेर्देऊ न ब्रो देखेन है तर ठिकै छ मलाई हेर ल हिँड्नु है यस्तै छ ब्रिज सिज यहाँ वाटरफल यहाँ वाटरफलहरू छ हल्का नारी टाइपको र निकै धेरै चराहरू पनि छ मजा आइदिरहेको छ हेर्दै होइन यसरी हो पारा चाहिँ चढ्ने हो यहाँ माथि माछा पुच्छरेको बेस क्याम्पसम्म त्यही हो खेला ल म यति हो अब म त सिधै अन्नपूर्णमा भेट्छु है तिमीलाई बाई बाई अनि फाइनली हामी ब्याम्बू आइपुग्यो है 2145 मिटर्स लगभग हामी 300 मिटर्स चाहिँ ओह्रालो हिँड्यो सिनुवादेखिको अब हाम्रो डेस्टिनेसन चाहिँ छ देउराली आजको लागि है अनि फिलहाल यो क्रस गरेर दोभानमा मोस्ट प्रोबेबली लन्च गर्नेछौँ हामी त्यसपछि हामी पुस गर्नेछौँ देउरालीको लागि इफ देउरालीको लागि पुस भएन भने चाहिँ हामी दोभानमा अथवा हिमालयमा नै बस्नेछौँ है सो लेट्स सी वाट ह्यापन्स अन द जर्नी हाउ फार विल आवर लेग्स टेक सी यू गाइज अन्त गाइज यहाँको भ्यू चाहिँ यस्तै छ यो चाहिँ कता हो भन्दाखेरि फ्रम ब्याम्बू टु दोभान यहाँ माथिबाट पानी आउँदै रहेछ है मजाले यहाँ क्या क्लियर पानी यहाँ मजाले जामिरहेको रहेछ है अनि हामी चाहिँ अहिले दोभानमा पुग्यौँ है अनि दोभानमा चाहिँ लन्च यस्तो छ चम्पा ब्ल्याक टी निको नट्स देख्दैछ होला नट्स ब्ल्याक टी We are having nuts because we are nuts. We देख्दैछ are having nuts because we are nuts. यहाँ मिक्सिङ हुँदैछ मिक्सिङ हुँदैछ यहाँ बेकिङ गरेको जस्तो लाग्दैछ मलाई दाल भात पावर 24 आवर्स हुने कुरा बट चम्पा पावर 34 आवर चम्पा मिको पावर 24 आवर याहू हेलो वन्स अगेन अनि अहिले चाहिँ हामी अन द वे टु देउराली छौँ है बब्लु यहाँ हिँड्दैछ अनि मेरो पछाडि निक्ता जामफाल योग्य छ योग्य आउँदैछ है अझ 4 आवर्सको पुस छ टाइम भयो 2:45 लेट्स होप वी क्यान गेट दे बाई 6:30 एट लिस्ट हस् त फेरि अब भेट्दै गरौँ अनि गाइज हामी आधी बाटो चाहिँ आइपुग्यो है भ्यू हेर्नुहोस् ल वाटरफलहरू हेर्नुहोस् वाटरफल बाटो भनेको चाहिँ यस्तै छ है यो उकालो अब
हिँड्दै जानु पर्ने हो मजा आउने भयो वेदर चाहिँ यस्तै भयो है माथि चढ्दै जाँदाखेरि कस्तो लागिरहेछ निक्ता उकालो हिँड्दा एकछिन साह्रो पर्यो अब यहाँ हेर्दैछु कता जाने हो कस्तो लागिरहेछ केटा हो यहाँ मान्छेहरू आउनु हुँदैछ योग्य चाहिँ कहाँ छ कुनी जहिले पनि ढिलो आउँछ अनि म चाहिँ यस्तो भइरहेको छु अब अझै छ 2 घन्टा हेलो गाइज अन्त हामी चाहिँ अहिले फाइनली आइपुग्यो है उयो होला बत्ती होला राम्रो देखेको छैन होला म सरी ह्यान्डसम नदेखेकोमा है अन्त हामी चाहिँ झन्डै 1 आवर 2 आवर्स भयो हिँडेको है तर हामी छिटो आइपुग्यो अलमोस्ट हामीलाई 2.5 आवर्स लाग्छ भनेर सोचेको थिएँ तर 2 आवर्स लाग्यो है त्यत्रो पर्खेर पनि योग्यलाई अनि योग्य यहाँ पर आउँदैछ है हामी चाहिँ यसरी हिँडेको चाहिँ कति हिँड्यो हामी बिहान 9 बजीदेखिको चाहिँ हिँडेको है आज टोटल 4टा स्टप चाहिँ क्रस गरिओरिकन चाहिँ आएको आज चाहिँ दाल भात पावर 24 आवर पनि थिएन फाइनली गिभिङ अप इज नट इन द ब्लड सर नट इन द अनि यहाँ योग्य भाइ चाहिँ अहिले नुहाउँदैछ है ऊ अब आएर नै देखाउँछु